आज भोलि तैँले मलाई निकै जिस्काउँछस् जता जान्छु त्यतै त किन पछ्याउँछस् गन 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 गर्छस् तँलाई के भयो 10 कक्षा पढेको बुद्धि कहाँ गयो भनाइ बाजी तँलाई अब के चाहियो दुनियाँका छोरा बाउ भइसके हो र मसँगै पढ्ने केटी माउ भइसके स्याबास भाका चेली बेटी पनि फच्चा गए आपुई कान्छा भाइको पनि बच्चा भए लखा मै भए एक्लै ढेडो ए मेरा मामलका हजुर बाउ या म पनि बिहे गर्छु न हौ मलाई पनि बनाइदेऊ न स्वास्नीको पोइ नातिने बुहारी खोजिदेऊ न है नातिने बुहारी खोजिदेऊ न है ल सेता घरे माइलो पनि छुटिएर बसो होइन होला बेसीको ठुलो कान्छो मलाया पसो सबै ठाटिएर ससुराली जान्छन् लौखा महिना दिन बसिकन ज्वाइँ मेजबान खान्छन् त अनि मै भए एक्लै ढेडो ए मेरा मामलका हजुर बाउ या म पनि बिहे गर्छु न हौ मलाई पनि बनाइदेऊ न स्वास्नीको पोइ नातिने बुहारी खोजिदेऊ न है नातिने बुहारी खोजिदेऊ न है ल नाति केटा बिहे गर्ने रहर त गरिस् गरी खोज्दै भन्दै मलाई कर त गरिस् आज भोलि स्वास्नी पाल्न गाह्रो छ बाबु एक वर्षमै तँलाई बनाउँछन् काबु कुरा गर्दा के भन्छन् घरका बाबु घरका बाले हेर्दै हेरेनन् ए जति कर गरे पनि टेर्दै टेरेनन् किन त बिहे गर्छु भनेको त रिसाउन पो थाले आपुई दुईटै बुहारी भित्राइसके रामसिंह बाले हो र मै भए एक्लै ढेडो ए मेरा मामलका हजुर बाउ या म पनि बिहे गर्छु न हौ मलाई पनि बनाइदेऊ न स्वास्नीको पोइ नातिने बुहारी खोजिदेऊ न है नातिने बुहारी खोजिदेऊ न है ल